बालेन शाहलाई पनि ठेगान लाउनु छ, जाएगा भाडमे। दाजु नेपालमा कुन चाहिँ संस्था चोखो छ र? हुँदा ब्लाइन्ड फोल्डेड न्यायालय भने त त्यो पार्टीको सिफारिसमा चल्ने भयो। अहिले अख्तियार अनुसन्धान आयोग अदुवा आयो भन्थ्यो कि अरे किन अदुवा त्यो अदुवा किन जुर्मुरा हो? अहिले त साह्रो चम्किया छ त। फरक फरक पर्सपेक्टिभ आउन सक्छन् होइन। मलाई चाहिँ लागेको अब केपी ओलीले अघिल्लो गभर्मेन्टमा गरेका संवैधानिक नियुक्तिको फैसला आउँदैछ, यो आज आउनुपर्ने हो कि आएन। त्यो आयो भने अख्तियार प्रमुख पनि लगभग अब पोजिटिभ आउँछ नेगेटिभ आउँछ, त्यो चाहिँ फरक पाटो भयो। अब जहाँसम्म असंवैधानिक नै भनेको छ होइन, त्यसले गर्दा अख्तियार प्रमुखलाई पनि आफूलाई प्रमाणित गर्नु छ, उसलाई पनि भुटानी शरणार्थीमा दाग लागेको छ। अर्को कुरो माकुले सोल्टीलाई भित्ता पुर्याए, यो उपसभामुखसँग कनेक्टेड पनि छ भन्छन्। अब हो नै त्यही नि, कोटा पुर्याउनु पर्यो नि, बहुमत पुर्याउनु पर्यो, संवैधानिक नियुक्तिको लागि बहुमत पुर्याउनु पर्यो। निर्वाचन आयुक्तदेखि लिएर अख्तियार प्रमुखकै कुरा आउँछ होइन। यिनीहरू दुईवटा अब चुनाव जित्न पर्यो, निर्वाचन आयुक्त आफ्नो मजमा हाल्न पर्यो, भ्रष्टाचारका केसहरू लुकाउनु पर्यो, निर्वाचन के अरे अख्तियार अनुसन्धान आयोग चाहियो, प्रमुख आफ्नो पकेटको मान्छे भने एसम्यान चाहियो। र अर्को भनेको बालेन शाहलाई पनि ठेगान लाउनु छ। बालेन शाहको पनि प्रश्नहरू आइरहेका छन् अहिले है, सिधै लगेर उसलाई पनि थन्क्याउनु त भएन, जनता उर्लिन सक्छन्। अहिले अब त्यति विधि त जनता अब स्लो भइसकेको छ, बालेन शाहको नि लगभग डाउनफल सुरु भएको तैपनि अब बालेन शाहलाई पनि ल्याउनलाई यिनीहरू बिस्तारै अख्तियारले बोलाएको छ, बालेन शाहलाई उसको लागि बोलाइसक्यो। केपी ओलीको राजनीतिक चलाखाई प्लस काङ्ग्रेसलाई पनि आफ्नो साइजमा ल्याउने, काङ्ग्रेसको प्रत्यक्ष अप्रत्यक्ष दबाब छ नि त सत्तामा, ठुलो पार्टी होइन। घुमाइ फिराइ जसरी भने पनि नेकपा एमाले भन्ने कि त्यो बामाले पार्टी नपोथी नभाले नेकपा एमाले भने त देशमा आफ्नै परिपञ्चमा आफ्नै षड्यन्त्रमा भ्रष्टाचार र सकाउने भयो है। त्यही नै हो राजा, त्यही नै हो। एमाले चाहिँ देश सकायो क्या, एमाले काङ्ग्रेस सबै त्यही नै हो। हेर्नुहोस् है, तपाईँ हामी ट्याक्स तिर्ने, यिनीहरूलाई पाल्ने, उनीहरू भ्रष्टाचार गर्ने, त्यहाँ उनीहरूले आफ्नो परिपञ्च मिलाउने, जनता जाएगा भाडमे।